यता फेरि के ट्याङ्कै ट्याङ्क छ त एउटा लिएर रटट हान्दिनु पर्छ कि क्या भन्दा नि भएन ल हुन्छ गाइज म फाइनली रेडी भइसकेँ सूर्य दाइ कति गोल हान्ने आज ल भनिदिनु त यो एक घुस्की हान्नुपर्छ नाइस यो अनि सबैजना मिलेर खेल्ने है ल ओके फाइनली गाइज आजको गेम तपाईँहरूले हेरिसक्नुभयो होला 9-0 भएको छ आज कर्णालीले हामीलाई 0 हान्नुभयो भने हाम्रो नेपाल पुलिसले चाहिँ 9 गोल हान्नुभएको छ 5 नम्बर गाडी हामी अब हुन्छ यमा काठमाडौँ फाडी वाउ गाइज लुक एट द भ्यू हेर्नुहोस् त गाइज हिमाल हाम्रो हामी चाहिँ हिमालकै माथितिर छौँ है ल हेर्नुहोस् त आमा सिन हेर्नुहोस् त हेर्नुहोस् गाइज म तपाईँहरूको लागि भनेर यस्तो यस्तो ठाउँमा आउँछु म देख्नुभयो नि तपाईँहरूलाई वास्तै छैन गाइज यार भनेर भन्दा नि भएन गाइज सुजन साथी जस एकदमै हाम्रो मित्रता चाहिँ भएको 1 वर्ष हुन लागिसक्यो मैले मेरो पहेँलो साइकल पनि लगेको यहीँबाट नै हो सो अब आज सक रिपेयर गर्नलाई मैले छोडिदिँदैछु हेरौँ है त सुमनको कलालाई हामी के कस्तो हुन्छ यसको प्रतिक्रिया यसको रिटर्न चाहिँ म पोखरा गएर साइकलमा फिट गरेपछि फेरि म तपाईँहरूलाई दिने नै छु ओके ल सुमन राम्रोसँग बनाइदिनु होला ल आई होप दामी गरिदिन्छु मैले हेलो गाइज वेलकम ब्याक टु माई च्यानल तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै ठिक छु गाइज एन्ड आज फेरि तपाईँहरूको बिचमा न्यू कन्टेन्ट न्यू जोस न्यू स्टाइलमा म फेरि आएको छु सो अनि आज तपाईँहरूलाई डाइरेक्ट टु दि पोइन्टको कुरा गर्नुपर्दा चाहिँ गाइज आज म चाहिँ काठमाडौँ हिँड्दैछु किन होला भन्नुपर्ने विषयमा चाहिँ आज म काठमाडौँमा रहेको एउटा खेल है जुन चाहिँ फिल्ड हक्की है तपाईँहरू कतिजनालाई थाहा छ फिल्ड हक्की खेलमा सहभागी हुनको लागि चाहिँ म आज यहाँबाट लाग्नुपर्ने हुन्छ सो आज यहाँ पोखरा है आफ्नो घरदेखि अब म यहाँबाट हिँडेर टक्क लाएर पहिला सुरुमा आज लेक साइड जानुपर्ने हुन्छ किनकि म फेरि अन द इयरमा लन्च हुनुपर्छ सो पहिला लेक साइड जाने अनि त्यहाँ अलिअलि काम छ हामी यहाँ सुरेश दाइ र म हामी सँगै जानेछौँ एन्ड म आज मेरो साइकलको सकहरू पनि हेर्न सक्नुहुन्छ तपाईँहरू मेरो साइकलको सकहरू किन होला त मैले यसरी खोलेको एन्ड मेरो स्टिक देख्न सक्नुहुन्छ हकी स्टिक मेरो ब्याग कपडाहरू यसरी चाहिँ मैले रेडी बनाएको छु अनि मेरो साइकल हेर्नुहोस् न गाइज आम्बो यत्तिकै अपाङ्ग भएर बस्ने भयो ओके ठिक छ अनि यस्तै छ एन्ड यो गेम चाहिँ लगभग 10 दिनको हुनेवाला छ सो एकदमै लामो दिन रहेको छ अनि म चाहिँ सधैँ खेलिरहने टिमभन्दा अलिकति फरक टिमबाट चाहिँ म योचोटिको गेम चाहिँ खेल्नेछु म सधैँ गण्डकी प्रदेशबाट मात्रै हक्की खेल्थेँ भने योचोटि चाहिँ म नेपाल पुलिसको टिमबाट खेल्दैछु सो म एकदमै खुसी छु यो मौका मलाई चाहिँ जुन नेपाल पुलिसले दिनुभएको छ अनि म एकदमै एक्साइटेड पनि छु गाइज किनकि यो मौकालाई मैले एकदम राम्रोसँग चाहिँ युज गर्ने विचार गरेको छु सो हेरौँ लेट्स सी गाइज के हुनेवाला छ अनि आज हाम्रो गेम रहेको छ अनि बाहिरको मौसम चाहिँ एकदमै पानी परिरहेछ हेरौँ के हुन्छ अनि हाम्रो गेम चाहिँ आज बेलुका रहेको छ आज नै हाम्रो गेम हुन्छ अनि गएर त्यसलाई चाहिँ ट्याक्क लाएर बवाल गर्नुपर्छ ओके यो 10 दिनको भिडियो म टाइममा हालिरहनेछु के हुन्छ कसो हुन्छ सबै कुरा तपाईँहरूलाई म जानकारी गराइरहनेछु हेरेर साथ सपोर्ट दिनु होला लेट्स गो अब बढौँ हामी लेग साइड ओके एभ्रिवान हुन्छ म अहिले घरबाट बाहिर निस्किसकेको छु एन्ड मलाई दिदीले लेग साइडसम्म चाहिँ छोडिदिने विचारमा हिँडिरहेका छौँ अनि आजको मौसम तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै जाडो पनि छ त्यसपछि पानी पर्ला जस्तै छ मौसम अब जानै पर्यो यो जस्तै भयो भने गेम त खेल्न पर्यो सो अब हामी लेग साइड जाँदैछौँ लेग साइडमा पुगेर फेरि ब्याक खेल्न होला है त Alright guys, finally लेग साइड आइसकेको अवस्था
ओके अलराइट गाइज हुन्छ हामीले लेक साइडको सबै कामहरू भइसकेका छौँ अब हामी लाग्नुपर्ने हुन्छ रेडी भइसकेको छ अनि हाम्रो रात दाइ ल भाइ अब बिहान बिहानै चिट खाइयो त्यही मामाको अब त्यही मामाको टिमबाट खेल्न जाँदैछु म ल रात दाइ ओके गाइज ल हुन्छ ल दाजु ल हुन्छ अब ट्याक्क लाएर हामी यहाँबाट अब हिँड्नुपर्ने हुन्छ गाइज आज यहाँ लेक साइडको कामहरू सबै भइसक्यो अनि हाम्रो यहाँ हजुर यहीँ छ अनि हाम्रो दाजुहरू एकदम फेमस दाजुहरू है उहाँहरू चाहिँ टिकटक स्टार दाजु आज हाम्रो दाइ हुनुहुन्छ ल ओके यस्तै छ अब हामी अब आज बढ्नुपर्छ अगाडि अब हामी एयरपोर्टतिर यात्रामा लाग्दैछौँ बिहान बिहानै गाई चिट खाइयो नमजाले ओके म यताबाट बस्छु है त जो मामाले चिट काटे त्यही मामाको टिमबाट ओके अलि एयरपोर्टमै गएर फेरि हामी एयरपोर्ट झरिसक्यौँ अब यहाँबाट फेरि भित्र लाग्नुपर्ने हुन्छ ल यस पोखरा एयरपोर्ट अहिलेसम्म 2 चोटि गाइस धेरै त आइए छैन खासै प्लेनमा अब हिँड्न पनि त सकिन्न होइन त्यस्तै छ ल ओके अब हामी भित्र छिर्नुपर्छ ल दाइ ओके ल मैले नि चाहिँ ल्याउनु ल गाइस स्पोर्ट्स लाइफ यस्तै छ गाह्रो छ ल अब हामी एकछिनभित्र जान्छौँ अनि त्यसपछि फेरि भेटौँला है त हाम्रो त्यहाँ मित्रहरू फेरि हेर्नुहोस् न गुलाम मेसी बासा हान्दै क्या यो हो नि त टाइम पास इज कल टाइम पास होइन गाइस हेर्नुहोस् त बा बुढाहरू त ड्याम हान्दै कला हेर्नुहोस् न कला वाउ यो हो नि त गाइस टाइम पास होइन ओके अलराइट हुन्छ हाम्रो पालो आइसकेको छ एनाउन्स गरिसक्नुभयो भित्रबाट बच्चीले सो अब हामी अगाडि बढ्दैछौँ है त फाइनल्ली छिरियो है त भित्र ओके अलराइट गाइज हुन्छ हामी भित्र छिरिसकेका छौँ अहिले हामी टिकट काटिसक्यौँ अनि फेरि अब हामी यहाँबाट अब प्लेनतर्फ लाग्नुपर्ने हुन्छ सो अब बढौँ अगाडि है त हामी जाने गाडी भनेको त्यही नै हो गाइज 11 नम्बर गाडी होइन है गाइज यो चाहिँ कति नम्बर गाडी हो भने 1 2 3 4 5 नम्बर गाडी रहेछ 5वटा पाङ्ग्रा छ नि त सो द्याट 5 नम्बर गाडी हामी अब हुन्छौँ यहाँ काठमाडौँ फाँडी है त हाम्रो म्यामले चेक गर्दै हुनुहुन्छ जान पाइन्छ कि पाइन्न है म्यामले जान पाइन्छ नि म्याम ल है ओके नमस्ते नमस्ते ल गाइजहरू छिरियो हाम्रो गाडीभित्र साइलेन्सरकै साइडमा पऱ्यो यार तातोले गर्दा पोल्ने त होइन ल त्यो चाहिँ अहिले अन द ग्राउन्डको भ्यू अहिले म तपाईँहरूलाई एकछिनमा ड्रोन सट देखाउँछु म आफै माथि गएर है त अब चाहिँ हाम्रो 3 2 1 गो हुन्छ अनि त्यसपछि हामी सब जान्छौँ ल है मैले उहाँबाट एसटिएसलाई पनि देख्दैछु हाम्रो एसटिएसको भाइहरूलाई सम्झिरहेको छु है मैले यहाँनिर एसटिएस छ ल भाइहरू बाई बाई एसटिएस गाइज एन्ड पोखरा
सबैजनालाई। अब हामी रनवेको लागि डरै उडिसक्यौँ। अझै पनि हामी ग्राउन्डमा छौँ। 1 2 3 ज्यानै जिरिङ्ग बनायो त यहाँले। ल हामी माथि आइसक्यौँ है गाइज। तपाईँहरूले मलाई हेरिरहनु भएको छ भने तेरिका टाउको नै हलुङ्गो ज्यानै हलुङ्गो बनाउँछ त यार। ओके ल हुन्छ गाइज, यस्तै छ। बादलमा उड्दैछु म, आकाशमा घुम्दैछु म अहिले। फेरि अहिले जमिनमा आएपछि फेरि हामी भेटौँला है त। जति भयो ल चक्लेट आयो, चक्लेट गाइज। ल थ्याङ्क यू सो मच। हाम्रो सिस्टरलाई धन्यवाद। वाउ गाइज, लुक एट द भ्यू। हेर्नुहोस् त गाइज, हिमाल। हाम्रो हामी चाहिँ हिमालकै माथितिर छौँ है। ल हेर्नुहोस् त, आमा सिन हेर्नुहोस् त। ओ माई गड, यस्तो देखिन्छ कि गाइज फेरि माथि माथि। अब के गर्ने गाइज, हेर्नुहोस् गाइज, म तपाईँहरूको लागि भनेर यस्तो यस्तो ठाउँमा आउँछु म। देख्नु भयो नि, तपाईँहरूलाई वास्तै छैन गाइज यार भनेर भन्दा नि भएन गाइस। यस माया गर्नुहुन्छ सबैले, साथ सपोर्ट गरिरहनु भएको छ। मैले गाइजहरूलाई भनिरहेको छु है, अस्ति नै पनि भनिरहेको थिएँ, तल बसेर चाहिँ चुरोट खान कम गर्नुहोस्, माथि माथि फोहोर भयो भन्दा नि। एन्ड तपाईँहरू यदि काठमाडौँ जाँदै हुनुहुन्छ भने यति एयरलाइन्समा आउनुभयो भने समटाइम्स चक्लेट, समटाइम्स यस्तो कुरा, अनि समटाइम्स अब हेर्नुहोस् के आउँदै गर्छ। यो चाहिँ यति एयरलाइन्समा विशेषता रहेको छ भन्ने बित्तिकै ल हेर्नु त गाइस, यस्तो यस्तो आउँछ है त। त्यही भएर सो म तपाईँहरूलाई रिकमेन्ड गर्छु, काठमाडौँ जाँदै हुनुहुन्छ भने इट्स कल यति एयरलाइन्स है त। ओके अलराइट, हुन्छ फाइनल्ली इट्स कल। हेर्नु त गाइस, स्पिड हेर्नु न, स्पिड पापा है। अनि यस्तो स्पिड, ओहो ब्रेक हानेको यस्तो गाइस। स्पिड यति स्पिडमा हिँड्छ खास प्लेन। माथि हिँड्दाखेरि यार खुट्टाले हिँडेको कि जस्तो लाग्ने फेरि। अब के गर्ने, तल झर्दाखेरि त ल फाइनल्ली गाइस एयरपोर्ट काठमाडौँ झर्रियो है त। हुन्छ अहिले हामी फाइनल्ली एयरपोर्टबाट बाहिर निस्किसकेका छौँ। हाम्रो सामानहरू पनि बाहिर आइसक्यो। सो अब आज हामी लाग्नुपर्ने हुन्छ। ल ओके त, यहाँबाट पहिला सुरुमा सक छोड्न जानुपर्ने हुन्छ, किनकि मेरो सक चाहिँ सर्भिसिङको लागि छोड्नुपर्छ। सो अब हामी यहाँबाट पहिला बाहिर निस्कौँ, अनि त्यसपछि फेरि भेटौँला है त। ल ओके गाइस, काठमाडौँको विशेषता है त गाइस, यो चाहिँ हेर्नुहोस् त। अलराइट ल है त गाइस, आइयो फाइनल्ली हाम्रो साथी सुमन होइन त, सुजन साथी जे होस्, एकदमै हाम्रो मित्रता चाहिँ भएको 1 वर्ष हुन लागिसक्यो। मैले मेरो पहेँलो साइकल पनि लगेको यहीँबाट नै हो। सो अब आज सक रिपेयर गर्नलाई मैले छोडिदिँदैछु। हेरौँ है त सुमनको कलालाई हामी के कस्तो हुन्छ, यसको प्रतिक्रिया, यसको रिटर्न चाहिँ म पोखरा गएर साइकलमा फिट गरेपछि फेरि म तपाईँहरूलाई दिने नै छु। ओके ल सुमन, राम्रोसँग बनाइदिनु होला। ल आई होप दामी गरिदिन्छ सुमनले। यस ल स्टोरमा यस्तो यस्तो साइकलहरू सने। ल हेर्नुहोस् त गाइस, माल सामानहरू यो हो साइकल भनेको, रियल साइकल। ओके ठिक छ,
हुन्छ म तपाईहरुलाई एक दिन यहाँनिर पनि भिजिट गरेर तपाईहरुलाई म देखाउने नै छु त्यो दिन हामी फेरि कन्टिन्यू सबै कुरा हेर्नेछौँ है आज चाहिँ अहिले हतार छ गाइस ओके हुन्छ गाइस म फाइनल्ली यहाँ आइसकेको छु साकला नेपाल प्रहरी विद्यालय भन्नेमा यहाँबाट म भित्र जानुपर्छ है ओहो ल है त गाइस फाइनल्ली ब्यारेकभित्र छिर्यो है त नेपाल पुलिसको ब्यारेकमा नै छिर्ने मौका भयो यति हसी अनि त गाइस सुनसान छ त यार के यार डर लाग्दो यता फेरि के ट्याङ्कै ट्याङ्क छ त एउटा लिएर रटट हान्दैन पर्छ है क्या भन्दा नि भएन ओके अल राइट गाइस हुन्छ म फाइनल्ली ब्यारेकबाट अब रेडी भएर टक्क लाएर अब हामी गेम खेल्न जाँदैछौँ अनि हाम्रो टिम चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ अब हामी ब्यारेकबाट हामी बाहिर लाग्नुपर्ने हुन्छ गाडीमा चढेर सो अब हामी डाइरेक्ट ग्राउन्डमा नै गएर भेट्नेछौँ यहाँनिर चाहिँ यस्तो फुटबल ग्राउन्ड चाहिँ जखड रहेछ ल ओके अब हामी गाडीमा चट्ट लाएर लाग्नुपर्ने हुन्छ है त ल ओके ल हुन्छ फाइनली हामी रङ्गशाला आइसक्यौँ है त गाइस यतातिर नेपाल आर्मी यतातिर नेपाल प्रहरी है त यस्तो छ ओके अब हामी माथि जान्छौँ हेरौँ गेम के कस्तो छ अनि फेरि हामी भेट्छौँ है त ल है त हाम्रो सुरज आएर म हाम्रो गण्डकी टिमलाई भेट्नलाई जाँदैछौँ बिचरा भाइहरू आज खेल्नुभयो राम्रो खेल्नुभयो आफ्नो तर्फबाट बेस्ट गर्नुभयो सो हामी जान्छौँ अनि त्यसपछि भेटेर आउँछौँ है त लेट्स सी हाम्रो गाइजहरूलाई भेट्नु पऱ्यो नि दामी यो चाहिँ मेरो कुशल भाइ हो यो चाहिँ ल है त म चाहिँ फाइनली ग्राउन्डमा आइसकेको छु ल हाम्रो टिम रेडी हुँदै हुनुहुन्छ ओके अब हामी अहिले रेडी भएपछि गेममा खेलेर ओके ल हुन्छ गाइज म फाइनली रेडी भइसकेँ सुरु दाइ कति गोल हान्ने आज ल भनिदिनु त गोल हान्ने होइन केटाहरू आफ्नो मिलेर खेल्ने यो एक घुस्की हान्नुपर्छ नाइस यो हामी सबैजना मिलेर खेल्ने है गेमलाई चाहिँ कसरी हुन्छ अगाडि बढाउने चाहिँ हाम्रो चाहना हो सो अब हाम्रो टिम रेडी भइसक्नु भएको छ यहाँ हाम्रो ब्रदर हुनुहुन्छ अनि यता अरू दाजुहरू है त अनि यता गेम भइरहेको छ अहिले गर्ल्सको अनि उता माथि हाम्रो अडियन्सहरू हुनुहुन्छ ओके लेट्स सी गाइस अहिले फेरि गेममा भेटौँला ल ओके फाइनल्ली गाइस आजको गेम तपाईँहरूले हेरिसक्नुभयो होला लाइभमा होइन हाम्रो लाइभ केमा आउँछ अरे दाजु हकी नेपाल ल है त हाम्रो लाइभ चाहिँ यहाँको गेमको तपाईँहरूलाई एकदम राम्रोसँग हेर्न मन भयो भने चाहिँ तपाईँहरूले हकी नेपाल अनि त्यसपछि अर्को के दाइ खेलपाटी दुईटामा चाहिँ तपाईँको चट्ट लाएर खेलपाटी.com मा चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो गेम चाहिँ लाइभ जस्तो गेम हेर्न मन भए पनि अनि आजको खेललाई चाहिँ हाम्रो एकदमै राम्रोसँग हामीले खेल्न सक्यौँ अनि 9-0 भएको छ आज कर्णालीले हामीलाई 0 हान्नुभयो भने हाम्रो नेपाल पुलिसले चाहिँ 9 गोल हान्नुभएको छ जस रमाइलो भयो आज फर्स्ट डे भएर पनि त्यस्तो राम्रो गेम नमिलेको होला सायद भोलिबाट बबाल खेल्नुपर्छ है त ओके थ्याङ्क यू आज यो पहिलो दिन गेम एकदमै राम्रो हुन सक्यो फेरि हामी भोलि छैन पर्सि पनि छैन निकै पर्सिको गेममा फेरि हामी टु बी कन्टिन्यू भेट्नेछौँ अहिलेसम्म भिडियो हेरिदिनु भयो थ्याङ्क यू सो मच फेरि हामी नेक्स्ट डे नेक्स्ट गेममा भेट्नेछौँ सबैजनालाई सी यू राम्रोसँग बस्नुहोस् बाई बाई